कति सफा नपर्छ त्यो कति सफा कहिलेदेखिको होला त्यस्तो भने यस्तो मिठो है काँक्रा आफ्नो बारीमा फलेको त कति मिठो हुन्छ नि यो हातले रोपेको हो नि त अर्ग्यानिक हो नि त कुनै पनि विषादी नहालेको विषादी त हालेको छ मल त हालेको छ मल त चाहिहाल्छ पुरै पनि त विषादी चाहिँ छैन एउटा छ विकास मल चाहिँ छ धेरै उयो नै छ प्राइमरीकै धेरै हालेको छ विकास थोरै हालेको छ काठमाडौँतिर पनि होइन सब्जीहरू साग रायो साग खाँदा पनि बमिट आउने झाडा भान्ता आउने भयो अरे क्या त्यो त विषादीले हो क्या फेरि किरिकको पार्छ त मलाई त्यस्तो भएको एकचोटि काठमाडौँमा बस्दा त्यो त नि सागसब्जीले त मार्ने रहेछ नि विषादी देखिएको हामी थियो होइन आफूले सागसब्जी यसरी नै अनि जमिन हुनु पर्यो नि रोपी खानलाई भाडामा लिनुपर्छ अलिकति जमिनमाथि भाडामा लिएर नि वरिपरि बार्ने होइन यस्तो उयोले तारले पनि होइन यसो चारो लगाएर भाडा लगाएर त्यस्तो भएर त जब रायो सागमा त त्यस्तो देखियो भनेपछि यस्तो हरेक यो काँक्रा साक्राहरूमा कस्तो होला त बच्चाहरूलाई पनि कति असर गर्छ झन् यहाँ नेपालमा त के अब यहाँ कोरियामा त होइन विदाउट विषादी त केही पनि हुँदैन हो कि विषादी भाले पनि त्यसको त्यो मर्नु पर्यो नि त मान्छेको स्वास्थ्यमा विषादी भएन भने त कोरियामा त डेली हाल्छ क्या डेली स्वास्थ्यमा हानि हुनु भएन नि त प्रत्येक दिन बेलुका डेली हाल्ने अब यो खरबुजाहरू हुन्छ नि खरबुजा मेलोन अनि यो यस्तो काँक्रा साक्रा तर स्वास्थ्यमा खराब हुने गरी त गर्दैन नि त यहाँ टिप्न 4-5 दिन अगाडिदेखि कि कहिले एक हप्ता अगाडिदेखि मात्रै हाल्दैन हो त्यस्तो गर्नु पर्यो नि त ताकि होइन शरीरमा हानि नगरोस् क्या मासु खानु मुलामा विषादी हालेको देखेर मुलै खानु मन लाग्दैन